साथीहरू दर्शन नमस्ते। आज धेरै दिनपछि भिडियो गराउँदैछु। आज चाहिँ म खानासाना खाइसकेँ। अब अम्बिसको कुचो काट्नु जानु छ रेडी हुनलाई। अरू के गर्दै हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ कि के हुनुहुन्छ? कुचो चाहिँ मेरो धेरै त हुँदैन, 2-3वटा हुन्छ। खाना खाइसक्यौँ हामीले त। अब हजुरहरूले खानेहरू भएन। खाना खाएर अब तयारी गर्दैछु म। आसी उठाउँछ है, आसी चाहिँ उठाउने ठाउँ सिलौटामा हो। यसो आसी उठाउनु पऱ्यो। आसी चाहिँ उदाउने तरिका यही हो। ल जा, काट्ने ठाउँ चाहिँ यही हो। घर नजिकै लगाएको छु मैले। अलिकति कुचो छ मेरो, कुचो काट्नु पर्यो। आज चाहिँ कस्तो बाखा त सिन्की कुया त रहन्छ। सिन्की सुकाउने कार्यक्रम खै जाम त कस्तो छ। खट्टो रहेछ सिन्की त। अचार न सिन्की चाहिँ खट्टो छ, राम्रो भएछ। अस्ति भर्खर जन्मेका पाठाहरू चाहिँ यत्र भइसक्यो मेरा। बाख्रालाई चाहिँ के खुवाउने हो त? आज पकाएको पिरो नि खाँदैनन्। माथि चढेर यस्तरी जान पर्यो। अनि कुचो चाहिँ मेरो यहाँ छ। यसरी कुचो काट्न यो त्यो छ मेरो कुचो चाहिँ। कुचोको स्टाइल कुचो मेरो कुचो काट्ने हो आज। धेरै भइसक्यो नि। मैले पुसको महिना काट्थेँ पहिला। अहिले आफू चाहिँ ढिलो भइसक्यो के गर्दै कहिले जाडो लाग्ने। पानी पऱ्यो नि त फेरि। पानी परेर पनि समस्या भयो। त्यो कारणले गर्दा कुचो। ल मैले चाहिँ कुचो काट्न सुरु गरेँ है हजुर। काम लाग्यो त नि। ल ल त मेरो पेट दुखेर आज हैरान भएछ। मेरो बुढोले काट्दै हुनुहुन्छ कुचो। के गरिस् त? ल भन। बोरन बजीको बुहारी अगाडि गइराख्नु भएको थियो। अनि मैले चिल्लाएँ। अनि चिल्लाइकन लट्ठी सुइँ फाल्यो त। नआउनुलाई भने सिधै टङ्ग लाग्यो। अनि के भनी त? लट्ठीसम्म तेरि मासले भन्दा हान्न आउनु भएको थियो भाइले। कुकुर यतै खेदिदिनु भएको थियो। मैले बोरलाई हाने, फेरि उता गएको थियो। कता गयो? घरतिर गएको थियो, फेरि गयो आइपुग्यो। मेरो त पेट दुखेर हैरान छ आज। हामी बुढाबुढी मिलेर काट्न लाग्छौँ कुचो त। उता लगाउनु पर्यो कुचोलाई। खै अनि पहिला यो काट्नु न सबै। पहिला त्यो सबै काट्ने, अनि त्यसपछि बल्ल पात निकाल्ने, अनि यो कुचो बनाउने। मरेको पेट दुखेको छ कि मर्ने गरेर आज यार। म त्यहाँनिर हिरो अनि यो लुसी, अनि यो कालीको छोराछोरी। यो चाहिँ छोरो, यो चाहिँ छोरी। अनि फुपूको चाहिँ पेट दुखेर फुपू यहाँ थला परेर बस्नु भएको छ। अनि त्यसपछि फेरि पुसाई फेरि कुचोको काम गरिराख्नु भएको छ। कुचो यति काटिसक्नु भएको छ। अनि अलिकति यता पनि छ। अनि त्यसै आजको भ्लगमा चाहिँ यही कुचोको काम हुन्छ। अनि अरू त मलाई थाहा छैन है। भोलिको त लिप्टिस होला। भोलि लिप्टिस आउँछ, लिप्टिसको भ्लग। आज यो कुचोको काम धन्दा सकी नसकी भए पनि गर्नुपर्छ। फुपूले चाहिँ कुचो ल्याइराख्नु भएको छ। अहिले काटेको यति हो। अनि यहाँ साइडमा अनि अब त्यहीँ थुपार्ने हो सबैलाई।
ल थोयासम्म भएको जुन चाहिँ के हो यो सिन्की हो यो चाहिँ सिन्की हो सबै सुकाएको टलटलाट घाममा सुकाएको सिन्की अब यसलाई चाहिँ यस्तो गर्दै निकाल्दै गर्नु पर्यो के गर्नु सकि नसके पनि गर्नुपर्छ आफूले नगरे अरू कसले गरिदिन्छ र घरमा कोही पनि छैनन् छोरो छ अगाडिको ठुलो छोरो छन त 17-18 वर्षको अब के काम छोराको सट्टामा छोरी भइदिएको भए छोरीले गर्थ्यो होला कति छोरो त केही काम हुँदैन छोरा पाली पालेर छोरी भए कति सुख दिन्थ्यो अरे ए मामुलाई सन्तोष छैन भनेर छोरा पाजी त बेकार केही मर्म बुझ्दैनन् आफूले दबाई खाँदै गर्दै गर्नुपर्छ सकिन सकि दबाई खाएपछि दुखाइ मर्छ त्यसपछि काम गर्दैन टुप्पो नभाचेस् राम्रोसँग निकाल फेरि मिलाएर राख्ने बाख्राले खान्छ घाँस यो मेरो भदै हो ए भदैले पल्ट पल्ट मेरो भिडियो पनि खिचिदिन्छ स्कुल जा भन्दा जान्न स्कुल जान्दा जान्थ्यो होला आज मैले फेरि लिप्टिस थियो क्या बारीमा लिप्टिस लगाएको छु त्यो लिप्टिस काट्नु भनेको म पनि लिप्टिस काट्छु त्यसो भयो भनेर बसेको के अरे आज कुचो काट्ने कार्यक्रम भयो त्यही भएर यसको पनि स्कुल हर्जा भयो यहीले गर्छ बरु सहयोग अलिअलि सकी नसके भए पनि घाँस काटिदिने अलिअलि यो गर्छ भन्ने पनि गर्छ यो भात दियो हेर्नु यी मैले अघि नै के भन्थेँ भाँचिन्छ त्यो त भाँचिहालिन्छ टुप्पा नगर्नु दे तँले जान्दैनस् यो एउटा कति किम्ती छ नि बेजी भरे नभाँच है भाँच्यो भने त बर्बाद यही कुचोले पनि मलाई वर्ष दिनसम्म किन्नु परे होइन अनि टुप्पा समात्यो भने चाहिँ भाँचिन्न यसको टुप्पा कौलो हुन्छ ठस्को हुन्छ नि त गराइस् त्यस्तो गर्नुपर्छ दामी देखिन्छ नि होइन कुचो त भाँचीको अनि के अरे के भन्छ यो पागलले यहाँ मान्छेलाई पेट दुखेर मरे बेला बनाएको यहाँ त्यो दबाई खाइ मरेको एउटा छोरो बनाउँदालाई यहाँ गाली गरिकन बोलायो एउटा फेरि काटे भनेर बोलायो घर बसेर मोबाइल हेर्ने मान्छेलाई यो त मान्छेलाई यहाँ पेट दुखेर कस्तो हुन्छ के थाहा यस्तोलाई पुसाएर म लिप्टिस काट्न जान्छु महिनाहरू हिँड्ने बेलामा मान्छेलाई पछि पेट दुखेर कस्तो हुन्छ मान्छेलाई सकी नसकी भए पनि काम गर्नुपर्छ यस्तो मान्छेलाई यहाँ रिसिटेर कस्तो भइरह झन् त्यही माथि त यहाँ रिसिट काम गर्नु छैन एउटा उहाँ ड्याडीले उहाँ त्यति काटेर गइगए अहिले मलाई यस्तो गरी पेट दुखिया भए तिमीहरू यहाँ त्यो गर्न सक्छौ सुत्यो आम मजाले सुतेपछि नै कसले गरिदिनु हो त कस्तो गर्नुहुन्छ मान्छेले दबाई खाइकन काम गरिरहनु भनेपछि त सबैजना लागेर गर्नु पऱ्यो कि परेन अनि यस्तो टाइममा सुत्ने हो कि काम गर्ने हो त्यो पनि हेर्नु न अनि सुतेर अनि यो कुचो अनि कसले काट्दिन्छ त घरमा कुचो छ त अनि किन काट्नु पर्यो आजै काट्नु पर्यो भन्ने कि छैन यो आज यो काट्ने सब फुलबरी झरिसक्यो नकाटेर हुन्छ केही पनि सोच्नु अब मेरो कुचो चाहिँ यति भयो यति कुचो भयो यो कुचोलाई चाहिँ म यहाँ सुकाइदिनु पर्छ नसुकाएर यो कुचो सुकाउनु पर्यो त्यसपछि यो चाहिँ भित्र मैले गमलामा सोको लागि हाल्ने हो छोडिदिनु ठ्याक्कै एउटा त्यता घाम पर्छ होला बाबु यतातिर आउनु हातमा यसो समातेर देखाउनु एउटा हातमा हात समात्नु एउटा हातमा समात्नु देखाउनु यो चाहिँ मैले गमलामा हाल्छु त्यो फोहोर पनि हालेको थिएँ गमलामा कति राम्रो देखाएको थिएँ नि यस्तो गराएर टक्क पारेर सो हुन्छ ल आइज यसमा चाहिँ मैले पोहोर हालेको थिएँ क्या पोहोर हालेको थिएँ यस्तो मस्तको भएको थियो अहिले चाहिँ सुकेर यस्तो भइगएछ बिचरा अनि यसैमा हाल्ने हो कि राम्रो देखिन्छ यस्तो मस्तको फर्र परेको हुन्छ छिर्यो अनि लामो भयो क्या यार बेस होइन ठिकै छ होइन अलिकति लामो भयो अलिक छोटो बनाउनुपर्छ
सेट यार मेरो कोठा पुरा फरेफर भइगयो छि कति सफा गर्दो भने जस्तो दिनकैमा उठाएर मैले बराल बराल गर्नुपर्छ नाटक गर्छ यस्तो गराउने मस्त देखिन्छ क्या ध्यान देख्छु राम्ररी कस्तो देखिया राम्रै देखिया छ यस्तो गराइदिने टक्क यहाँ राखिदिने ल भइगयो त अर्कै देखियो तर त्यो खसिहाल्छ होला त्यो भारी छ धेरै हल्का भारी होला त त्यसको जता कतै एउटा वेट बराबर हुनु पऱ्यो नि अनि अन्त खसिहाल्छ नि हो त्यो हल्का हल्का मिलाउनु न पोर्जन कति राम्रो थियो यार योचोटिको राम्रो रहन्छ सबै उ रहेछ क्या सब फुल गऱ्यो गयो न कति वर्ष भयो त जन्मिनु मेरो छोरो 70 वर्ष भइसक्यो त्योभन्दा नि अगाडिको गमला बुनेको मैले चाहिँ सुकेर अघिलाई चाहिँ फालिदिनु पर्यो कस्तो भइसक्यो पुरा कपाल जस्तो यार अनि अब आजको भिडियो चाहिँ यतिकै है अब अर्को भिडियोमा भेटौँला बाई बाई